छोटो समयमै आफ्नो नाम चिनाउन सफल भएकी कल्पना मगर। टिकटकको दुनियाँमा काले नामले चिनिन्छन्। उनी सधैँ आफ्नै मेहनत र कर्ममा विश्वास राख्छिन्। अरूको सहारामा होइन, आफ्नै सङ्घर्षको बलमा अगाडि बढ्न चाहने कल्पना आफ्नै संसारमा रमाउने स्वभावकी नारी हुन्। उनले बनाउने टिकटक भिडियोहरू कहिले हाँसोले भरिएका हुन्छन् त कहिले आँसुका कथा सरल तर गहिरा भावनाले भरिएका भिडियोहरूले धेरै दर्शकको मन जित्न सफल भएकी छन्। पर्दामा देखिने उनको मुस्कानभित्र लुकेका पीडा कसैले मात्र बुझ्न सक्छन्। आज कल्पना आफ्नो घरमा बस्दिनन्। बाबाआमाको राम्रो घर हुँदाहुँदै पनि उनी एउटा सानो झोपडीमा जीवन बिताइरहेकी छन्। यो उनको बाध्यता मात्रै होइन, आत्मसम्मान र आत्मनिर्भरताको प्रतीक पनि हो। उनको विगत झन् पीडादायी छ। सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी कल्पना आज त्यो सम्बन्धमा छैन। तर समाजले दिएको घाउ अझै ताजा छ। यो समाजमा नारीलाई सजिलै दोषी ठहराइन्छ र कल्पना पनि त्यसबाट अछुतो रहन सकिनन्। एउटा बच्चा जन्माउन नसक्ने नारी भनेर उनलाई अपहेलना गरियो। दोष उनीमाथि थोपारियो। खोट त त्यो सोचमाथि हो जसले नारीको मूल्य केवल एउटै कुरासँग जोडेर हेर्छ। स्वभावले निकै सरल र कोमल मनकी कल्पना एक्लो हुँदा भने अत्यन्तै भावुक देखिन्छन्। उनको कोठाभित्र हेर्ने हो भने साना साना बच्चाहरूका फोटा, भगवानका तस्बिरहरू देखिन्छन् जसले उनको अधुरो चाहना र गहिरो विश्वास दुवैलाई झल्काउँछ। आज कल्पना कसैप्रति गुनासो होइन, आफ्नो भविष्यप्रति आशा बोकेर बाँचिरहेकी छन्। उनी चाहन्छन् एक दिन आफ्नो मेहनतले सफल भएर देखाउन। समाजले दिएको घाउभन्दा आफ्नो सङ्घर्ष ठुलो छ भन्ने प्रमाण दिन चाहन्छन्।